What's up you people? के छ त हाल खबर? So guys, and I'm back. देखिसक्नुभयो आज रहेको छ अर्को एउटा भिडियो एन्ड इट्स अ बिट डिफ्रेन्ट वान किन त भने इट्स अल अबाउट नेपाली क्रिकेट टिम. सो नेसनल टिम जुन हाम्रो मेन्स टिम छ अहिले श्रीलङ्कामा छ, तपाईँहरूलाई थाहा छ के को लागि त भने आइसिसी मेन्स T20 वर्ल्ड कपको प्रिपरेसनको लागि. सो जुन यसको लागि उता म्याचेसहरू चलिरहेछ त्यो म्याचेसहरूको लागि बिदाई गर्नु अगाडि चाहिँ जुन क्यानले नेसनल टिमलाई बिदाई गरेको छ त्यसको इभेन्टको फेयरवेलको चाहिँ मैले थोरै क्लिप्सहरू खिचेको थिएँ होइन. सो यसो गर्दै जोड्दै यो भिडियो बन्यो. अब भिडियो बनिसकेपछि तपाईँहरूलाई चाहिँ किन नदेखाउने त भयो क्या. सो द्याट्स वाइ आई हेभ मेड दिस भिडियो. यसो हेर्नु अनि हेरिसकेपछि कस्तो लाग्छ म लास्टमा भेट्छु है त गाइस. म लास्टमा भेट्छु. जस्ट इन्जोय द भिडियो है. मेडिकल कलेजको पूर्व एमडी श्रीमती इन्दिरा शर्माज्यू हामीसँग हुनुहुन्छ. उहाँलाई पनि आसन ग्रहण गर्न अनुरोध गर्दछु. नेपाल क्रिकेट सङ्घका अध्यक्षज्यू, उपाध्यक्षज्यू, कोषाध्यक्षज्यू, बोर्ड मेम्बर्सहरू, हाम्रो सुनिल शर्माज्यू लगायत यहाँ उपस्थित राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक, क्याप्टेन, टिम म्यानेजमेन्ट, प्लेयर्स र सम्पूर्ण अरू विशिष्ट अतिथिज्यू लगायत मिडियालाई नेपाल क्रिकेट सङ्घको तर्फबाट सर्वप्रथम हामी यहाँलाई धन्यवाद र फेरि पनि स्वागत गर्न चाहन्छौँ. आजको यो वर्ल्ड कप विदाई कार्यक्रममा यहाँहरू सबैलाई क्रिकेट सङ्घको तर्फबाट औपचारिक रूपमा स्वागत गर्न चाहन्छौँ. T20 वर्ल्ड कप आयोजना हुँदैछ जसमा नेपालले तेस्रोपल्ट हामी खेल्दैछौँ. तयारीको लागि हामी यसपालि श्रीलङ्का जाँदैछौँ भोलि भनेपछि. त्यसपछि टिम मुम्बई आइसकेपछि फर्स्ट राउन्ड नेपाल क्रिकेट टिमको सबै मुम्बईमै हुने भएको भएर तयारीको लागि भनेर हामीले लगभग सबै प्रक्रियाहरू पुरा गरिसकेका छौँ. एक्सपेक्टेसन्स धेरै छ
क्रिकेट टिम, क्रिकेट सङ्घ र नेपाल क्रिकेट भन्ने छ अहिले सबैको चासोको विषय पनि भएको छ। नेपाल क्रिकेट सङ्घले आफ्नो क्षमता, आफ्नो सोच, आफ्नो एउटा भिजन लिएर नेपाली क्रिकेट अगाडि बढाइराख्दाखेरि मेन्स क्रिकेट टिमको रिजल्टले जहिले पनि सबभन्दा बढी आकर्षण र त्यो नतिजाले नै धेरै कुराहरू निर्धारित हुने भएको भएर पनि अहिलेको लागि खेलाडीहरूमाथि जिम्मेवारी जति छ त्यो जिम्मेवारी एउटा खेलाडीको मात्र नभइकन वर्ल्ड क्रिकेटले नै यहाँलाई हेर्ने हुने नेपालको समाजमा यहाँहरू अहिले रोल मोडल्स पनि भइसक्नु भएको छ। त्यसैले पनि यो जिम्मेवारी बोकेर जब विश्वकपमा प्रतिनिधित्व गर्नुहुनेछ यहाँहरूको प्रदर्शन, यहाँहरूको बोली, यहाँहरूको व्यवहारले धेरै मान्यता राख्नेछ। जुन गतिमा नेपाल क्रिकेट अगाडि बढ्दैछ, नेपाल क्रिकेट सङ्घको तर्फबाट हामी अहिले क्रिकेट टिम लगायत अरू सबै जे जति हामीले गर्न सक्ने स्रोत साधनहरू जोडेर यहाँहरूलाई आधारहरू दिएका छौँ या कोसिस गरिरहेका छौँ। त्यसैले अल द भेरी बेस्ट यहाँहरूलाई। किन भन्दाखेरि यो सजिलो पनि छैन, नतिजा आफ्नो ठाउँमा होला तर एउटा अपर्च्युनिटी पनि छ हाम्रो लागि। तेस्रो विश्वकप खेलिसकेको भएर चाहिँ अब दोस्रो राउन्डमा पुग्न सक्छौँ या पुग्नको लागि हामी कोसिस गर्नेछौँ भन्ने कुरामा टिमले त्यो विश्वास देखाएको छ। तयारीको रूपमा श्रीलङ्कामा श्रीलङ्कन क्रिकेट बोर्डसँगै समन्वय गरेर उहाँहरूले राम्रो टुरी हामीले दिनुहुनेछ भनेर प्रतिबद्धता दिइसकेपछि हामीले यो प्रतियोगिताको प्रिपरेसन श्रीलङ्कामै राखेका हौँ। टेस्ट राष्ट्रसँग किन खेलिएन भनेर पनि धेरै प्रश्नहरू हामीले आएका छन्। टेस्ट राष्ट्रहरूसँग खेल्नको लागि या समन्वय हामीले गरि पनि रहेका छौँ जुन आधिकारिक रूपमा वर्ल्ड कप या वर्ल्ड कप पछि पनि हामी यहाँले आधिकारिक रूपमा जानकारी गराउनेछ। सजिलो छैन। हामीले लास्ट इयर वेस्ट इन्डिजसँग पनि खेल्दाखेरि लगभग 1.5-2 वर्षको पहलपछि एउटा सिरिज आयोजना गऱ्यौँ जुन सिरिज जित्दाखेरि पहिलोचोटि त्यसले हामीले वर्ल्ड कप क्वालिफायरमा जाँदा एउटा मनोबल लगायत ठुलो योगदान पुऱ्यायो हाम्रो खेलाडीहरूलाई। त्यसैले पनि आगामी दिनमा क्रिकेट टिमको एउटा विश्वकप मात्र नभएका अरू योजनाहरूलाई अहिले गर्दै हामी अगाडि बढिरहेका छौँ। नेपाली मिडियाको जुन साथ सहयोग छ धेरैभन्दा धेरै समर्थकहरू पनि जाँदै हुनुहुन्छ। समर्थकहरूको लागि पनि एउटा अपर्च्युनिटी हो ग्राउन्डमा गएर भनौँ न नेपाल क्रिकेटलाई रिप्रेजेन्ट गरेर सभ्यताका साथ आफ्नो देशलाई चिनाएर सपोर्ट गरेर एउटा नेपाल क्रिकेट फ्यान भनेको चाहिँ संसारभरि नै सबभन्दा बढी प्यासन, सबभन्दा बढी माया भएको भनेर हामीले एउटा साबित पनि गरिसकेका छौँ। फेरि पनि इन्डियामा गएर आफ्नो टिमको हौसला बढाइदिएर देशलाई अझ चिनाउने एउटा मौका हामी क्रिकेट सङ्घ, खेलाडी लगायत फ्यान्सहरूको पनि दिने जिम्मेवारी छ। त्यसैले सम्पूर्णलाई शुभकामना, अल द भेरी बेस्ट। वी बिलिभ इन आवर टिम, वी बिलिभ इन आवर skills, we believe in the way we are going towards. So, फेरि पनि सम्पूर्ण टोली लगायत वर्ल्ड कपमा जानुहुने म्यानेजमेन्ट सबैलाई अल द भेरी बेस्ट एन्ड मिडियालाई जुन सपोर्ट यहाँ नेपाल क्रिकेटले गरिरहनु भएको छ र नेपाल क्रिकेटलाई सपोर्ट गर्ने हाम्रो स्पोन्सर्स, हाम्रो लगानीकर्ताहरू जो जति हुनुहुन्छ सम्पूर्णमा फेरि पनि धन्यवाद भन्दै आफ्नो गर्छु। थ्याङ्क यू। थ्याङ्क यू प्रेसिडेन्ट ज्यू, भाइस प्रेसिडेन्ट ज्यू, सेक्रेटरी ज्यू, ट्रेजरर ज्यू, थ्याङ्क यू एक्जिक्युटिभ मेम्बर्स र उपस्थित सम्पूर्ण मेरो नमस्कार। प्रिपरेसन वाइज मलाई लाग्छ कि एनपिएल पछि अलिक ब्रेक थियो, त्यसपछि चाहिँ एक्सपिएलमा राम्रै प्रिपरेसन भएको छ हाम्रो एज अ टिम र अघि पाराजाले भने जस्तो त्यसपछिको अब श्रीलङ्का टुर, त्यसपछि अब मुम्बईको प्रिपरेसन हुन्छ, त्यसपछि चाहिँ हाम्रो क्लब गेम्सहरू चेन्नईमा छ। सो ओभरअल यो बिल्डअप हेऱ्यो भने एकदमै राम्रो छ जस्तो लाग्छ मलाई T20 वर्ल्ड कपको लागि। र हामी सबैजना एकदम एक्साइटेड छौँ किनकि तेस्रो पटक हामी अब इन्डियामा वर्ल्ड कप खेल्न गइरहेको छौँ। यो क्लोज पनि थियो नेपालबाट। सो हामी सबैजना एकदम एक्साइटेड छौँ। 2025 गत वर्ष एकदम राम्रो थियो हाम्रो लागि क्रिकेटमा, हेर्नु पनि एकदम राम्रो थियो र एज अ टिम हामीलाई विश्वास छ कि 2026को सुरुवात पनि एकदम राम्रो गर्नेछौँ हामी T20 वर्ल्ड कपमा खेलेर र सबैजनालाई एकदम प्राउड फिल गराउँछ। धन्यवाद। Thank you, Captain. Similarly, I would like to request Mr. Stuart, the head coach of national cricket team, to share a few words about the team's preparation.
Yeah, thank you. Board members, distinguished guests, players, media. With just over 3 weeks now to our first match, we've still got some prep to do, but the last 3.5 weeks has been, extensively a fitness camp for the boys to hopefully enhance the way that we play, help our style, and getting the boys back into cricket. We leave for Sri Lanka tomorrow, and that's when we could really start, fine tuning our game plan, giving roles, etc. So camps are great, but the energy and the effort that the boys have put in make it really special. So World Cup is a great time to be involved in the World Cup, whether you're a player, coach, management, etc. There's unbelievable things to be involved in. Our boys are very keen to give a very good account of themselves and represent Nepal at the best of their abilities, give it their all, and hopefully make the nation very proud. So we're looking forward to it. अब एउटा खेलाडीले जब फिल्डमा छक्का हान्नुहुन्छ नि, हामीलाई कस्तो लाग्छ भने हजार विषयले हामीभन्दा शक्तिशाली तपाईँको एउटा छक्काले हानेको बलले दिएको पावर त्यति शक्तिशाली लाग्छ र प्रत्येक नेपालीहरू देशभित्र रहनुभएको बाहिर बस्नुभएको सबै नेपालीहरूले त्यसलाई इन्जोय गर्नुहुन्छ र मलाई आशा छ तपाईँको यो वर्ल्ड कप अब खेल्न जाँदै हुनुहुन्छ, त्यो वर्ल्ड कप पनि तपाईँले जितेर आउनुहुन्छ। यदि वर्ल्ड कपमा 1 नम्बरमै पुग्न सकिएन भने पनि टप 8 सुपर 8 भन्छ होइन, सुपर 8 तपाईँहरू बन्नुहोस् र बन्नुहुन्छ भन्नेमा म विश्वस्त छु। र हामीले यो वेस्ट इन्डिजको सिरिजको बेलामा हामीले 20 लाख रुपियाँ जुन तपाईँहरूसँग दुबईमा बसेर घोषणा गरेका थियौँ, तपाईँहरूसँग सँगसँगै बसेर त्यो आज हामी वितरण गर्दैछौँ। र नयाँ घोषणा चाहिँ हाम्रो के छ भने यो पनि हाम्रो जब अहिले भित्र फेरि चाहिँ आइसकेपछि भनिहाल्नु हो, आरएससँग भेटभाट थियो अनि फेरि यसो सोचे उदारे के फर्किनु फेरि थप्नु भनेर आएको पैसा धेरै भएको होइन, तपाईँको इन्भेस्टमेन्ट होस् भनेर। र अर्को 20 फेरि तपाईँले यो सुपर 8, मैले भाषा त्यति बुझ्दिनँ क्रिकेटको, सुपर 8 सिरिजमा तपाईँहरू पढ्नुभयो भने फेरि चाँडै तपाईँहरूसँग अर्को 20 लाख लिएर फेरि हामी आउनेछौँ म्याडम इन्दिराको भन्न चाहन्छु। र साथीहरूलाई हामीले स्पेसली अब हामीसँग व्यक्तिहरूको 14 व्यक्ति सम्बन्धको कारणले पनि यो क्रिकेटसँग हामी नजिक भयौँ अनि मेरो छोराछोरीले पनि अलिक बढी चासो राख्छ त्यसमा। अब तपाईँको उपचारको टिममा हामीले ल्याएको छ, सायद परिवारसहित होला होइन, त्यो 2 वर्षको रिक्रुटमेन्ट हामीले गरिदिया होला, कि डाइरी फेरि पुरा उठाउनु भएको छ, त्यो तपाईँको कहिले टाइम सकिन्छ भन्नुहोस्, त्यो फेरि फङ्सन राखेर हामी त्यसलाई रिन्यू गरिदिउँ होला। र राज्यलाई सरकारलाई पनि म के आह्वान गर्न चाहन्छु भने यो प्राइभेट सेक्टरलाई पनि इन्क्लुड गराउँदै सरकारले खेलाडीहरूलाई अहिले खेल्दा खेल्दै त एउटा सुविधा होला, अझ एउटा थप गर्ने र 10 वर्ष खेलिसकेपछि के रिटायरमेन्ट सरकारको जागिरमा रिटायरमेन्ट भएपछि पेन्सन पाउने अनि दुनियाँभरि चिनाउने हाम्रो खेलाडी भाइ बहिनीहरू जो हुनुहुन्छ पुरुष या महिला दुईटै साइडमा, त्यो भाइ बहिनीहरूले चाहिँ खेलिसकेपछि चाहिँ फेरि गाउँमा गएर चाहिँ फेरि अब अरूतिर जानुपर्ने सोच राख्नुपर्ने दिन कम्ती होस्, पेन्सनको व्यवस्था होस्, आफ्टर रिटायरमेन्ट पनि राम्रोसँगले चाहिँ खेलाडीहरूको व्यवस्थापन गर्ने उपाय चाहिँ राज्यले सोचोस् भन्दै तपाईँलाई पुनः शुभकामना दिएर म बिदा चाहन्छु। नमस्कार, धन्यवाद। यसपालि हाम्रो तयारी नराम्रो भएको छैन। हामी स्कटल्यान्डबाट फर्किएपछि टप 8 सिरिज, त्यसपछि कर्मशाला हामीले चाहिँ प्रयास गरेको र ऐतिहासिक वेस्ट इन्डिज सिरिजले गर्दाखेरि हामी जितेका मात्रै होइन, इतिहास मात्रै बनाएका होइनौँ, हाम्रो हौसला पनि धेरै बढ्यो। त्यसकै जगमा हामी अनबिटन वर्ल्ड कप क्वालिफायर हामी ओमनमा च्याम्पियन भएर आएका छौँ। एनपिएलको अभ्यासले मलाई लाग्छ अझ थप पुष्टि गरेको छ, जहाँसम्म पारसले भने जस्तै फुल टेस्ट प्लेइङ कन्डिसनको विविध कारणले हामीले बिफोर वर्ल्ड कप हामीले सिरिज होस्ट गर्न सकेनौँ या हामी खेलाउन सकेनौँ, तर जुन खालको श्रीलङ्काले कमिटमेन्ट गरेको छ A क्लास जो A टिम छ श्रीलङ्का A टिम, त्यसले राम्रो अभ्यासको मौका दिनेछ। एकदमै मुम्बईमा पनि अभ्यास राम्रो छ, तर मलाई लाग्छ तयारी कुनै कमी भएको छैन। स्पेसली थ्याङ्क यू अवर हेड कोच र क्याप्टन, राम्रो तयारी छ, एकदम सन्तुलित टिम छ, कसैले पनि क्वेसन उठाउने ठाउँ छैन।
र अब प्रेसरमा हुनुहुन्छ तर अब इन्डिया म्याच भएको कारणले मलाई लाग्छ सिमिलर कन्डिसन होइन कन्डिसन सेम छ मुम्बईमा खेलहरू छन् त्यसलाई इजी रुम म त यही भन्छु जहिले पनि यहाँले चाहिँ इजी रुममा लिनुहुन्छ केही छैन हामीले अब सुनिजीले भनिसक्नुभयो हौसला बढाउने कुरामा तपाईँले सबै सायद नेपालमै लागेको छ होइन इजी रुममा लिने हो तपाईँ पुग्नुहुन्छ भन्ने यहाँले विश्वास गरेकै छ हामी त ढुक्क छौँ होइन इन्डिभिजुअल पर्फर्मेन्समा पनि यहाँको ध्यान जाओस् होइन हतार कहिलेकाहीँ हामी टेस्ट प्लेइङ कन्ट्री हाम्रो खेलको तुलनामा अलिक कहिले सानो सानो कुराले चुकेका हुन्छौँ होइन धेरै प्राविधिक कुरा नआए पनि अब त यो यत्रो 30औं वर्ष तपाईँहरूको पछि लाग्दा लाग्दा अझ प्राविधिक भइसक्यो होइन त्यस कारण यी कुराहरूमा चाहिँ अब टिमले ध्यान दिएको छ एकजुटता यहाँहरूको जो छ होइन टिम बन्डिङ छ होइन त्यसले गर्दाखेरि डेफिनेटली नेपाललाई अर्को खुसी हुन्छ अब क्रिकेटका कारणले विभिन्न देशहरूको अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिँदै गएको अवस्थामा नेपाल हामी यस्तो छौँ कि क्रिकेटका कारणले हाम्रा बिग्रेका सम्बन्ध पनि तपाईँहरूको कारणले संसारभरि राम्रो हुँदैछ र सही ट्र्याकमा पनि क्रिकेटले नै यो देशलाई ल्याएको पछिल्लो समयको एउटा भनौँ न दुर्भाग्यपूर्ण अवस्थालाई चाहिँ होइन कसैले मानुस् नमानुस् नेपाललाई सही बाटोमा ल्याउने भोलि पुनः नेपाल चाहिँ नयाँ गतिमा जाँदैछ नयाँ भनौँ न के अरे अग्रगमनमा जाँदैछ भनेपछि क्रिकेटले यसलाई चाहिँ सही बाटोमा ल्याएको भन्ने कुरामा हामी नेपाल क्रिकेटका साथीहरू हामी आफै गौरव गर्छौँ जो यहाँहरूका कारणले हो हरेक टाइम खुसी दिनु भएको छ त्यस कारणले म सबैलाई शुभकामना दिन चाहन्छु एकदम होइन हिम्मतका साथ यहाँ लाग्नुहुनेछ बधाई दिन चाहन्छु शुभकामना सबै कुरामा यहाँहरू चाहिँ हामीले अगाडि बढ्नुहोस् नेपाल क्रिकेटका पनि अधिकांश अब हुनाले यहाँको हौसला बढाउन लगायत सबै सारा नेपाली यस्तो प्रेसर चाहिँ हामीलाई त यो विषयमा त त्यत्रो प्रेसर थियो पासेस र टिकट मिलाइदिने अब मुम्बईमा के अवस्था होला त्यो त फेर्न सक्ने अवस्था छैन त्यही पनि यहाँको समर्थनमा लाग्छ सारा नेपाल चाहिँ वानखेडीमा हुनेछ यही शुभकामना दिन चाहन्छु त्यसपछि नेपाल क्रिकेट समिति गर्ने सबै खाले प्रयास र नयाँ भनौँ न इलेक्सनपछि पनि सरकार त्यो बेलासम्म मलाई लाग्छ एउटा माहौल बनिया हुन्छ जसरी सुनिलजीले भन्नुभयो आफ्टर रिटायरमेन्टको ठुलो चिन्ता भनेपछि यहाँलाई हुने चिन्ता अब नेपालको राजनेताहरूले नेपालको प्रधानमन्त्री नेपालको खेलकुद मन्त्री लिनुपर्ने अवस्था छ आफ्टर 10 वर्ष 15 वर्ष खेलेपछि सहज रूपमा मैले बोलिरहेको छु सहज रूपमा यहाँ नेपालको लागि योगदान कदर होस् भन्ने कुरामा अब देश अगाडि बढ्छ ढुक्क भएर अगाडि बढ्नुहोस् सबै साथीहरूलाई के अरे उपस्थितिलाई धन्यवाद पुनः पुरै टिमलाई शुभकामना बिदा हुन्छु धन्यवाद नमस्कार हेलो त्यसपछि कोही मान्छे
आधा अगाडि बस्ने आधा पछाडि देखिनु होला ओके सो हेर्नु भइहाल्यो के कसरी चाहिँ बिदाई गरिएको थियो त क्यानका सेक्रेटरी पारस खड्काले के भने, प्रेसिडेन्ट चौधबहादुर चन्दले के भने, डाक्टर सुनिल शर्माले के भने र कसरी चाहिँ यदि नेपाली सुपर 8मा आफ्नो स्पट क्र्याक गर्यो भने फेरि पनि 20 लाख रुपैयाँ पाउने छन् त भन्ने सम्पूर्ण जानकारी पाउनु भइहाल्यो। सो इफ यु गाइज हेभ मेड टिल द एन्ड अफ दिस भिडियो, थ्याङ्क यू सो मच गाइज, लभ यु लट। अनि यसो सब्सक्राइबमा पनि ठोक्नुहोस् यदि सब्सक्राइब गर्नुभएको छैन भने। एन्ड आजको कन्टेन्ट के कस्तो लाग्यो, मन पऱ्यो कि मन परेन, डु यु वान्ट मी टु मेक सच काइन्ड अफ भिडियोज ओर नट होइन। क्रिकेट रिलेटेड कन्टेन्ट चाहिँ प्राय त्यति कभर गर्ने गराएको छैन होइन हाम्रो च्यानलमा, बट स्टिल यसो मलाई एक्चुली इन्फर्म चाहिँ गर्नु तपाईँहरूलाई मन पऱ्यो कि मरेन, यस्तो खालको कन्टेन्ट चाहिँ तपाईँहरूलाई देखाउने कि नदेखाउने। प्लिज डु लेट मी नो गाइज, माई कमेन्ट सेक्सन्स आर वेटिङ फर सजेसन्स। एन्ड गाइज नो म्याटर वाट जस्ट बी ह्याप्पी गाइज। सी यु नेक्स्ट टाइम सुन है, छिटो भेट्छु ल। सी यु नेक्स्ट टाइम गाइज, बाई बाई।